नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्दस्स। बौद्ध परम्परा अनुसार बिहारहरूमा तथा विभिन्न बौद्ध कार्यक्रमहरूमा बुद्ध पूजा गर्ने चलन रहेको पाइन्छ। यहाँ स्मरणीय छ, बुद्ध पूजा भन्नाले केवल बुद्धको मूर्तिलाई मात्र पूजा गर्नु भनेको पक्कै होइन। वास्तवमा भगवान बुद्धका अनन्त गुण धर्मका अनन्त गुण धर्महरू तथा आर्य श्रावक भिक्षु संघका अनन्त गुण धर्महरू सम्झेर त्रिरत्नप्रति अन्तर्हृदयले श्रद्धापूर्वक आदर सत्कार गर्नु बुद्ध पूजा हो। आफूले गर्नुपर्ने काम कर्तव्य पूरा गर्नु, सत् उपदेश श्रवण मनन गर्नु, बुद्ध शासन चिरस्थायी बनाउन केही गर्नु बुद्ध पूजा हो। श्रद्धाले विविध कुराहरू समर्पण गर्नु पनि बुद्ध पूजा नै हो। बुद्ध पूजा गर्नु भनेको भगवान बुद्धलाई प्रसन्न बनाई आफूले चिताएको वरदान माग्नको लागि पक्कै होइन। न त उहाँको पूजा गरेन भने उहाँ रिसाई हामीलाई श्राप दिनुहोला भन्ने डरले नै हो। बुद्ध पूजा गर्नु भनेको त आफ्नो कमजोर मनलाई दृढ र अविचल बनाउनको लागि, बलियो बनाउनको लागि हो। अझ भन्नुपर्दा उहाँसँग भएका धेरै धेरै गुणहरू विशेषताहरू सम्झी बुझी केही भए पनि हाम्रो व्यवहारमा पनि पालन गर्नको लागि हो। हाम्रो जीवन राम्रो बनाउनको लागि हो। बुद्ध पूजाकै क्रममा स्मरण गरिने भगवान बुद्धका सारांशगत मूल 9वटा गुण धर्महरू छन्। जस्तै 1. अरहं गुण, 2. सम्मा सम्बुद्ध गुण, 3. विद्या चरण गुण, 4. सुगतो गुण, 5. लोकविदु गुण, 6. अनुत्तरो पुरुषधम्म सारथि गुण, 7. सत्ता देव मनुष्यानं गुण, 8. बुद्धो गुण, 9. भगवा गुण। यसरी नै बुद्ध पूजाकै क्रममा धर्मका अनन्त अनन्त गुण धर्महरू स्मरण गरिन्छ। ती अनन्त अनन्त गुण धर्महरू मध्ये मूलत सारांशगत रूपमा 6वटा धर्म गुणहरू रहेका छन्। जस्तो 1. स्वाखातो गुण, 2. सान्दिथिको गुण, 3. अकालीको गुण, 4. एहिपस्सीको गुण, 5. ओपनैको गुण, 6. पच्चतं वेदितव्यो विन्युहि गुण। यसरी नै बुद्ध पूजाकै क्रममा भगवान बुद्धका आर्य श्रावक संघका अनन्त अनन्त गुण धर्महरू स्मरण गरिन्छ। ती अनन्त अनन्त गुण धर्महरू मध्ये मूलत सारांशगत रूपमा 9वटा संघ गुणहरू रहेका छन्। जस्तो 1. सुपतिपन्नो गुण, 2. उजुपतिपन्नो गुण, 3. न्यायपतिपन्नो गुण, 4. सामीचीपतिपन्नो गुण, 5. आहुनेयो गुण, 6. पाहुनेयो गुण, 7.
दक्षिणेय गुण। 8 अञ्जली करणीय गुण। 9 अनुत्तरं पुण्यक्षेत्रं लोकस्य गुण। बुद्ध, धर्म र सङ्घका अनन्त गुण तथा विशेषताहरूले परिपूर्ण बुद्ध पूजालाई सही रूपमा जानेर बुझेर आफ्नो जीवन पनि राम्रो बनाउने प्रेरणाको रूपमा अब हामी पनि बुद्ध पूजा गरौँ।